गाइज हामी चाहिँ पार्क आइपुग्न लागिसक्यौँ। यताको यो पछाडिको सिनहरू हेर्न सक्नुहुन्छ। पुरै के अरे धान रोपेको छ नि त, अनि धान रोपेर पुरै नेपालमा बसे जस्तो लाग्छ है गाइज। अनि यता हेर्न सक्नुहुन्छ कुलोहरू पनि सर्रा भइरहेको हुन्छ। सर्प त पाउँदैन नि, सर्प चाहिँ पाउँदैन होइन धन्न। तर अनि यसो पछाडिको भ्यूहरू हेर्दा नि राम्रो देख्छ क्या, नेपाल बसे जस्तै है। अब हामी त गाउँमा बसेको मान्छे, अनि यस नेपालको गाउँमा बसे जस्तै फिल आउँछ होइन। जे भने जहाँ विदेश आए पनि विदेशमा छु यस्तो यस्तो खालको चाहिँ ऊ हुन्न कि। अनि अब बहिनी चाहिँ नदेखाउनु भन्छ कि लास्टै लजाउँछु नि त। अनि त्यही भएर यता हरियोमा आमामा ओइ काँक्रो चोर्ने हो क्या। तब चोर्नु त हुन्न नि, मैले यसो भनिदिएको मात्र गाइज। त्यस्तो चोर्ने हुने काम त हुन्न। अब यता भनेको अलिक खत्रै छ नि त, अनि त्यस्तो गर्नु नि होइन। म कुदैछु गाइज, उनीहरू पुगिसके। यहाँ खोला हेर्न कुलो हेर्न सक्नुहुन्छ गाइज। मिना सानो सिजु खाने कुलो हेर्न सक्नुहुन्छ। मिना सानो सिजु खाने मेरो भ्लग हो क्या गाइज। अनि यिनीहरू चाहिँ मेरो फ्रेन्डहरू हो क्या। हामी लभ बर्ड्स हो भने यता देखाऊ। उनीहरू चाहिँ मेरो फ्रेन्डहरू हो क्या गाइज। यता देखाऊ लभ बर्ड्स रे हामी चाहिँ। उनीहरू चाहिँ कपल्स। अनि कस्तो भइरहेछ त मसँग घुम्न आउँदा गाई? तिमीले यस्तो राम्रो पार्क देखाएको थियौ? फर्स्टमा देखाऊ नि, त्यही पनि कोसँग आएर? युट्युबरसँग। वाउ हेर्नु गाइज, परिचय दिन्छु। तिमीले सबैले कमेन्ट गाइज। अनि सुन शान्त बहिनी, अनि तिमी यस्तो राम्रो पार्क यहाँ हेर्नु गाइज, यस्तो राम्रो छ नि। ओ हट्नु, यस्तो राम्रो पार्क आएको थियो? थिएन, यस्तो राम्रो मान्छे पनि देखाएको थिएन। अनि त्यहाँबाट होइन कि यताको चस्मा लाउने भन न को रहेछ। अनि सुन न, अनि यस्तो राम्रो पार्क ल्यायो, अनि तिमीलाई कस्तो लागिरहेछ त? कसले ल्याएको भन न, युट्युबर कसले ल्याएको भन न। तिमीलाई कसले ल्याएको? मैले ल्याएन। यिनीहरूले बाटो देख्दैन क्या गाइज, अनि भुराहरू जस्तो छ नि। अब बन्द नराख बोली, सुन यहाँ भाइरल बोली छिन् क्या। अनि तिमीलाई कस्तो लागिरहेको त यो के अरे यस्तो राम्रो? मनसा दिदी मलाई त एकदमै राम्रो लाग्यो गाइज। अब यता हेर्न सक्नुहुन्छ है, दुईटाको म एकैचोटि परिचय लिन्छु। हजुरको नाम के हो? राजकुमारी। ए राजकुमारी यतातिर, अनि ऊ चाहिँ लक्ष्मी कुमारी। अनि कस्तो लागिरहेको त? यस्तो राम्रो पार्क ल्याएर छु, चट्ट हावासावा खानु। कोक फेन्टा देखाउँछु। कोक फेन्टा चाहिँ त हुन्न है गाइज। फेरि यो ठाउँमा कोक फेन्टा खायो भने घाँटी दुख्छ अरे क्या। कस्तो लागिरहेको छ त? अनि मैले अब ल्याएँ, मैले यो राम्रो भिडियो छ कि मैले राम्रै भनिरहेको छु। अनि यो ठाउँमा अब मेरै आइफोन हो कि पनि हुन नि। अनि यिनीहरू फेरि मागे गर्छन् कि गाइज। हेर्न सक्नुहुन्छ हाम्रो पार्क चाहिँ। मोबाइल हो हेर्न सक्नुहुन्छ हाम्रो पार्क चाहिँ। यहाँ के अरे हरियाली छ, पुरै रमाइलो छ। यिनीहरू चाहिँ यहाँ बस्दै खान् कि गाइज। ओइ थकरा केटाकेटी हो? होइन गाइज, उहाँ चाहिँ जापानिज भाइ छ कि। तर त्योसँग बोल्न जाउँ क्या हो। तर निहङ्गो अलिक बोल्न आउँदा कि, बोल्न आए त म जान्थेँ क्या गाइज। अनि के गर्नु, यस्तै छ नि त। अब हेर्नु है मेरो लुक्स, अलि म चाहिँ भिडियो बनाउनेमा पऱ्यो नि त गाइज। अनि आँखा मेरो तान्यो सेक्सीले गाइज।